हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। आज हामी कक्षा 8 को एक्सरसाइज 10.1.2 गर्न गइरहेको छौं र यो एक्सरसाइज सुरु गर्नुभन्दा अगाडि हामीलाई यस एक्सरसाइजमा आवश्यक पर्ने एउटा फर्मुला बुझ्नुपर्छ। त्यो फर्मुला छ a स्क्वायर - b स्क्वायर = a - b a + b। एक नम्बरको हाम्रो क्वेशन रहेको छ, खण्डीकरण गर्नुहोस्। र एक नम्बरको को हरौ क नम्बरमा छ x स्क्वायर - 4। यसलाई हामी a मानौ अनि यसलाई b। हाम्रो फर्मुला के छ a स्क्वायर - b स्क्वायर। त यो के हो a स्क्वायर को a स्क्वायर। अब यो कतिको स्क्वायर हो 2 को। के भयो a स्क्वायर - b स्क्वायर। a स्क्वायर - b स्क्वायर को हाम्रो फर्मुला कति छ a - b a + b। a - b a + b यो हो हाम्रो आन्सर। अब ग नम्बर हेरौ। ग नम्बरमा हामीलाई भनेको छ 9x स्क्वायर - y स्क्वायर। यो पुरालाई a मान्ने अनि यो पुरालाई b। यो कतिको स्क्वायर हुन्छ 3 को। 3 3 जा 9। यो कतिको स्क्वायर हो 3 को। अब यसलाई हामी 3x को होल स्क्वायर लेख्न सक्छौं अनि यसलाई y स्क्वायर को y स्क्वायर। अब यो कुन फर्ममा गयो a स्क्वायर - b स्क्वायर को फर्ममा। त यसको फर्मुला कति छ हामीलाई a - b a + b। यही सम्म भयो हाम्रो आन्सर। अब हाम्रो 6 नम्बरको क्वेशन 121x स्क्वायर - 1/y स्क्वायर। यो कुन फर्ममा छ a स्क्वायर - b स्क्वायर को फर्ममा छ। तर हामीलाई 121 कतिको स्क्वायर छ थाहा छ छैन। त्यसैले साथीहरू हामीहरूलाई 1 देखि 30 सम्मको स्क्वायर याद गरेर राख्नुपर्छ। अब हेरौ 121 कतिमा छ 121 कति छ 11 को स्क्वायर। अनि त्यसो भए हामी 121 को ठाउँमा कति लेख्न सक्छौं 11x स्क्वायर माइनस 1/y को होल स्क्वायर। 1 को स्क्वायर जति भए पनि 1 नै हो। अब यो कुन फर्ममा गयो a स्क्वायर - b स्क्वायर को। त फर्मुला के छ हाम्रो a - b अनि a + b। यति नै हाम्रो के भयो आन्सर। अब जो नम्बरको क्वेशन हेरौँ। जो नम्बरमा के छ 2p स्क्वायर - 50/q स्क्वायर। अब चेक गरौँ के यो दुईटै पर्फेक्ट स्क्वायरमा छ। 2 कसैको स्क्वायर हो होइन, 50 कसैको स्क्वायर हो होइन। मतलब यो दुईटा पर्फेक्ट स्क्वायरमा छैन। त यस्तो क्वेशनमा हामी सबभन्दा पहिला के गर्ने कमन झिक्ने। कमन के आउँछ यहाँ कमन आउँछ 2। 2 कमन आयो। अब यहाँ बच्यो कति अब 2 लिएर यसमा डिभाइड गर्ने। डिभाइड गरेपछि कति हुन्छ 2 2 कटिहाल्छ बच्यो कति p स्क्वायर। अब फेरि यो 2 लिएर यसमा डिभाइड गर्ने। 50/2 कति आयो 25/q स्क्वायर। अब के 25 कसैको स्क्वायर हो 25 कतिको स्क्वायर छ 25 5 को स्क्वायर छ। त्यसो भए हामी p स्क्वायरलाई p स्क्वायर अनि 25 को ठाउँमा कति लेख्न सक्छौं 5 अनि q लाई q राखेर यसको होल स्क्वायर गरिदिने। के भयो अब यो कुन फर्ममा गयो a स्क्वायर - b स्क्वायर को फर्ममा। अब 2 लाई जस्ताको त्यस्तै अनि यो के कुन फर्ममा छ a स्क्वायर - b स्क्वायर को फर्ममा। त यसलाई हामी कति लेख्न सक्छौं a - b a + b। a कति छ हाम्रो p माइनस b कति छ 5/q। अब कति बच्यो a + b। a कति छ p अनि प्लस को प्लस 5/q। यही हो हाम्रो आन्सर। अब हेरौ ड नम्बरको क्वेशन। ड नम्बरको क्वेशनमा हामीलाई के भनेको छ 4x³ - 81xy³। यदि दुईवटा टर्ममा भेरिएबल मिल्ने छ भने पहिला हामी कमन झिक्ने। कमन के आउँछ यहाँ 3 वटा x अनि यहाँ एउटा x कति आउँछ x अनि यहाँ एउटा y अनि यहाँ 3 वटा y अनि अझै के आउँछ कमन y। अब यहाँ बच्यो कति 4 एउटा गयो भने x स्क्वायर माइनस 81 एउटा गयो भने y स्क्वायर। अब यो दुईटा केमा गयो एउटा पर्फेक्ट स्क्वायरको फर्ममा गयो xy। अब यो कतिको स्क्वायर हो 4 2 को स्क्वायर 2x को होल स्क्वायर अनि यो 81 कतिको स्क्वायर हो 9 को 9y को होल स्क्वायर।
अब एक्स वाईलाई एक्स वाई छोडिदिने। अब यो कुन फर्ममा गयो, ए स्क्वायर माइनस बी स्क्वायरको। अब यसको फर्मुला कति छ, ए माइनस बी ए प्लस बी, ए माइनस बी त्यसपछि ए प्लस बी भयो। अब त नम्बर हेरौँ, त नम्बरमा कति छ, 49/121 एक्स स्क्वायर माइनस 64/9 वाई स्क्वायर। मैले के भनेको थिएँ कि हामीलाई स्क्वायर 1 देखि 30 सम्मको स्क्वायर नम्बर थाहा हुनु पर्यो। त अब हेरौँ, यहाँ 49 कतिको स्क्वायर छ, 49 छ 7 को, 121 छ 11 को, अनि 64 8 को, अनि 9 छ 3 को। त्यसो भए 49 कतिको छ 7, यसलाई हामी 7 को स्क्वायर, अनि 121 कतिको छ 11, यसलाई 11 को स्क्वायर, अनि एक्स स्क्वायर माइनस 64 कतिको छ 8 को, अनि 9 3 को, अनि यो वाई स्क्वायरको वाई स्क्वायर। अब यो दुइटै टर्म कतिमा केमा छ, एउटा पर्फेक्ट स्क्वायरको टर्ममा छ। अब यसलाई के गर्ने, यो पुरालाई स्क्वायर गरिदिने, 7/11 एक्स को होल स्क्वायर हामी लेख्न सक्छौँ, अनि 8/3 वाई को होल स्क्वायर लेख्न सक्छौँ। अब यो दुइटा केमा गयो, ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा गयो। त ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला हामीनिर कति छ, ए माइनस बी ए प्लस बी। यो कति भयो, ए भयो माइनस ए माइनस बी, अनि के छ ए प्लस बी, ए प्लस बी। यही भयो हाम्रो आन्सर। अब हेरौँ प नम्बरमा हामीलाई के भनेको छ, एक्स इन्टु एक्स माइनस वाईको होल स्क्वायर माइनस 12। अब चेक गरौँ कि यो दुइटै स्क्वायर फर्ममा छ छैन। त्यसो भए हामीले अब यस्तो कन्डिसनमा के गर्नुपर्छ, कमन सिक्नुपर्छ। कमन के आउँछ, कमन 3 आउँछ 3। अब यहाँ कति बच्यो, एक्स माइनस वाईको होल स्क्वायर, यो यसमा डिभाइड गरिदिने, यसमा डिभाइड गरेपछि के हुन्छ, यो कटिहाल्छ, अनि बच्छ हामीलाई कति, यति बच्छ माइनसको माइनस। अब यो 3 ले के गर्ने, यसमा डिभाइड गर्ने, कति हुन्छ 3 4 जा 12 भयो। अब 3 लाई 3 छोडिदिने, अनि यो भनेको 3 भनेको दुइटैको लागि हो। अब यो पुराले कति मान्ने, ए मान्ने, यो कति भयो ए भयो, त कति भयो ए स्क्वायर माइनस 4 कतिको स्क्वायर छ 2 को। अब यो कुन फर्ममा गयो, ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा। 3 लाई जस्ताको त्यस्तै छोडिदिने। अब हाम्रो फर्मुला के छ, ए माइनस बी ए प्लस बी। ए कति छ, एक्स माइनस वाई ए माइनस बी, अनि अर्को के छ ए प्लस बी। अब यहाँ ए कति छ, एक्स माइनस वाई प्लस बी। यही भयो हाम्रो। अब हेरौँ फ नम्बरमा हाम्रो क्वेसन कति छ, 9 इन्टु एक्स माइनस 1 को होल स्क्वायर माइनस 16 इन्टु एक्स प्लस 2 को होल स्क्वायर। यो दुइटा स्क्वायरमा छँदैछ, यो पनि स्क्वायर हो 3 को, अनि यो पनि 4 को स्क्वायर हो। त अब यसलाई हामी 3x माइनस 1 को होल स्क्वायर लेख्न सक्छौँ। अब यसलाई 4x प्लस 2 को होल स्क्वायर लेख्न सक्छौँ। अब यो कुन फर्ममा गयो, ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा गयो। यो पुराले कति मान्ने, ए मान्ने, अनि यो पुराले कति मान्ने, बी मान्ने। यो कुन फर्ममा गयो, ए स्क्वायर माइनस बी स्क्वायरको। यसको फर्मुला कति छ हामीनिर, ए माइनस बी ए प्लस बी। यो ए भयो, ए माइनस बी कति छ 4x प्लस 2 छ, के छ ए माइनस बी ए प्लस बी, ए प्लस बी के भयो, यो ए प्लस बी गयो। अब यो 3 लिएर के गर्ने, यो दुइटामा मल्टिप्लाई गरिदिने, अनि यो 4 लिएर माइनस 4 लिएर यो दुइटामा मल्टिप्लाई गरिदिने। यसमा पनि 3 लिएर यो दुइटामा मल्टिप्लाई गरिदिने, अनि प्लस 4 लिएर यो दुइटामा मल्टिप्लाई गरिदिने। अब कति हुन्छ 3 इन्टु एक्स 3x, 3 इन्टु माइनस 1 माइनस 3, अनि माइनस इन्टु प्लस माइनस 4 1 जा 4 एक्स को एक्स, अनि माइनस इन्टु प्लस माइनस 4 2 जा 8 भयो। अब कति हुन्छ 3 इन्टु एक्स 3x प्लस इन्टु माइनस 3 1 जा 3
प्लस इन्टु प्लस प्लस 4 इन्टु एक्स 4x अनि प्लस इन्टु प्लस प्लस 4 2 जा 8 भयो। अब यहाँ के गरिदिने एक्सलाई जोड घटाइदिने अनि यो पनि नम्बरलाई जोड्ने घटाउने जे हुन्छ त्यो गर्ने। अब कति हुन्छ -4x अनि प्लस 3x कति हुन्छ -4x अनि प्लस 3x कति हुन्छ -x कति हुन्छ -x अनि 8 अनि -8 -3 कति हुन्छ -11 भयो। अब यो हेरौँ 4 + 3 कति भयो 7x अनि यहाँ प्लस छ यहाँ माइनस छ मतलब घट्छ कति भयो 8 - 3 5 अगाडिमा के छ ठुलो कुन छ यो छ यसको अगाडिमा के छ प्लस छ भने +5 साथीहरु। अब यो दुईटामा के लिने कमन लिहाल्ने कमन के लिने माइनस लिने अब यो माइनस लिएर यो दुईटैमा मल्टिप्लाई गर्ने माइनस इन्टु माइनस प्लस लेख्नु पर्दैन x को x अनि फेरि माइनस इन्टु माइनस फेरि प्लस 11 को 11 अनि बाँकी यो कति भयो बचेको यो भयो हाम्रो आन्सर। आजको लागि यति नै। बाँकी बचेको नम्बर 2 3 4 हामी अर्को भिडियोमा गर्नेछौँ र 1 नम्बरको कुनै समस्या भएमा या आन्सर नमिलेमा तपाईहरु कमेन्ट गर्न सक्नुहुनेछ र यो भिडियोलाई बढी भन्दा बढी शेयर गरिदिनुस् लाइक गरिदिनु र कमेन्ट चाहिँ गर्न नबिर्सनु।